फेरि पनि नेपालमा 80 जना मेल अनि 120 जना फिमेलको डिमान्ड गएको छ फ्री भिसा फ्री टिकटमा। अनि यो डिमान्ड चाहिँ आकर्षण मेन पारमा गएको छ। अनि कम्पनीको अवस्था के छ? कम्पनीमा कति पढे लेखेको मान्छेलाई सिलेक्ट गर्छ। कम्पनीमा प्रत्येक दिन कति घण्टा काम गर्नुपर्छ, हप्तामा कति दिन काम गर्नुपर्छ, कम्पनीमा ओटी चलिरहेको छ कि छैन, करार अवधि कति साल हो, अनि कम्पनीमा के फेसिलिटीहरू दिन्छ, यो सबै क्वेशनलाई म यो भिडियोमा एन्सर दिन्छु। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कम्पनीको नाम के हो? कम्पनीको नाम हो वेस्टर्न टेक्नोलोजी। अनि यो कम्पनी कहाँ छ, कुन जिल्लामा छ? त यो कम्पनी सेलेङ्गरमा छ। अनि कम्पनीमा के काम गर्नुपर्छ? त यो कम्पनीमा इलेक्ट्रोनिकको सामानहरू बन्छ, यानि कि मोबाइलको पार्ट पुर्जाहरू, ल्यापटपको पार्ट पुर्जाहरू तपाईहरु स्क्रिनमा हेर्न सक्नुहुन्छ कि यो पार्टहरू बन्दो रहेछ यो कम्पनीमा। अनि कम्पनीमा हप्तामा कति दिन ड्युटी गर्नुपर्छ? त यो कम्पनीमा हप्तामा 5 दिन तपाईलाई ड्युटी गर्नुपर्छ। अनि प्रत्येक दिन कति घण्टा काम गर्नुपर्छ? त प्रत्येक दिन 9 घण्टा काम गर्नुपर्छ। लास्टमा ओटी चलिरहेको छ कि छैन? मान्छेको सबभन्दा पोइन्टमा कुरा यही हुन्छ कि काम चलिरहेको छ कि छैन। त यो कुरा जानकारी भएन, किनभने यो कम्पनीमा कुनै सम्पर्कमा थिएन कुनै मान्छे, त्यही भएर जानकारी पाएन कि यो कम्पनीमा ओटी चलिरहेको छ कि छैन। हावामा कुरा गरेर हुँदैन कि जानु तपाईहरु यो कम्पनी धेरै राम्रो हो, त्यस्तो भनेर हुँदैन के। कम्पनीमा के सुविधा दिन्छ? त कम्पनीमा तपाईलाई खानको सुविधा छैन, अनि बस्नको लागि सुविधा छ। अनि कन्ट्र्याक्ट पिरियड कति सालको हो? यानि कि 2 साल करार अवधि हो। तपाईलाई 2 साल जसकै पनि बिताउनु पर्छ। यो कम्पनीमा आउनको लागि कति पढेको हुनु पर्यो? त यो कम्पनीमा आउनको लागि तपाईहरुलाई मात्र इंग्लिश लेख्न अनि बोल्न आउनु पर्यो। यो दुईवटा। यो कम्पनीको इन्टरभ्यु कहिले हो? इन्टरभ्यु कहिले हो? त तपाईलाई थाहा नै छ। इन्टरभ्यु दिनु अगाडि तपाईलाई क्यूआर स्क्यान गर्नुपर्छ। त्यसपछि मेन पावरको मान्छेले तपाईलाई कल गर्छ नि, त्यसपछि तपाई इन्टरभ्युको लागि जानुहुन्छ। अनि त्यही भएर यो कम्पनीको क्यूआर स्क्यान गर्ने टाइम 20 देखि 25 मे सम्म छ। अनि 26 देखि 27 को प्री इन्टरभ्यु हो, अनि फाइनल इन्टरभ्यु 29 मे को हो फाइनल इन्टरभ्यु। अनि तपाईहरुलाई केही क्वेशन सोध्नु छ भने मलाई कमेन्टमा सेक्सनमा सोध्दा हुन्छ। धन्यवाद।